यत्रो ठुलो प्रेजेन्ट कहिले देखेको छ तपाईँहरूले? यो मल जस्तोहरू छ नि एउटा। यो चाहिँ शेक्सपियर स्ट्रिट रहेछ। हेलो गाइज, व्हाट्सअप, सबलाई नमस्ते। फ्यापुलर टाँसी दिइरहनुको झ्याम्पला। सो मेरो यो नयाँ ब्लगमा स्वागत छ। आज चाहिँ हामी यताउति आउटिङ जाँदैछ, हल्का घुम्नु काम। आज चाहिँ हाम्रो विक डे हो नि त, विक अफ डे। सो द्याट्स वाइ हाम्रो दादा एउटा रोहित दा पनि आउँदैछ, उनी यता भेट्छ होला। सो तपाईँहरूलाई कता कता जान्छ देखाइदिइहाल्छु तपाईँहरूलाई, होइन? कति दिन बाद भिडियो गरेको त्यही कारणले गर्दा दादा पनि भेटिहाल्यो। रोहित दाले दा चिन्नुहुन्छ होला मेरो फर्स्ट ब्लगमा। आज कति 1 महिना बाद भेट्यो है, 1 महिना बाद। अब हामी चाहिँ लुसेल स्टेडियम जाँदैछु अब, होइन? खिचेको छैन। अब चाहिँ हामी कहाँ जाँदैछौँ? अब प्लान हो, हामी कतारा जाँदैछौँ। कतारा बिच घुम्ने जाँदैछ। अब बिचमा को अब केटीहरू देख्नु लागि दादाहरूले जाने भन्दैछ त, त्यही कारणले हेर्दै गर्नुहोस्। केटी होइन, खाले छ त्यसो भनेको। ए ऊ पनि टेकन अरे भाइ चाहिँ एकदम। म त सिङ्गल यहाँ काम गर्नु आएको, यहाँ त केटी बनाउनु आएको, हामी यहाँ पैसा कमाउनु आएको है। सनसेट पनि हुँदैछ यहाँ पनि। चाहिँ कतारा अब बिच जान आँटेको। अब फोटो सोटो बिच मजा आउँदैछ। बिच पर्दो रहेछ के हो यो चाहिँ? यो रकेट लन्चर हो ल। यत्रो ठुलो प्रेजेन्ट कहिले देखेको छ तपाईँहरूले? यो मल जस्तोहरू छ नि एउटा, सपिङ कम्प्लेक्स। उता चाहिँ एलियन खालको टाउको हुन्छ, एलियनको टाउको। हाम्रो छ है प्लेसहरू। तपाईँहरू कोही कोही बेला घुम्नु आउनु है, टाइम पायो भने। आज हामी कतारा बिचतिर आएको आफ्टर 1 मन्थ। हामी लगातार काम गरिरहेको छु, 1 मन्थ भयो र केटाहरूलाई आज मैले भेटिरहेको छु। र यो चाहिँ तपाईँको भाइको ब्लगमा देख्नुहुन्छ। अरू बेला चाहिँ अब त्यस्तो छैन। हाम्रो छेउमा पार्किङ लटमा छौँ। यो बेन्टली रहेछ यहाँ। गाडीहरू त किसिम किसिमको हेर्नु पाउँछ, छुनु मात्रै पाउँदैन। हाम्रो लेफ्ट ह्यान्ड साइडमा चाहिँ राम्रो एउटा पार्क जस्तो रहेछ। अलिक घरकै याद आयो, अलिकति हरियो पऱ्यो देख्दा। यहाँ अलिकति नेचुरल फिल भयो। यो टावर चाहिँ के हो? कतारा हल। एरेबिक पढ्नु आएको भए त भइहाल्थ्यो नि। के हो एलियनको टाउको? के हो? सानो पार्कहरू रहेछ यो, मान्छेहरू रहेछ। कतारा हलको छेउमा सोसाइटी अल्कनाज रहेछ सोसाइटी। भनेपछि फेस्टिभल लागिरहेको रहेछ अहिले। यो फ्याल्कन रहेछ, फ्याल्कनको। किनभने कतारमा चाहिँ फ्याल्कनलाई चाहिँ हेभी मान्छ बर्ड। यिनीहरूको फ्याल्कनलाई चाहिँ एउटा फ्याल्कनको म्युजियम पनि छ कतारमा। फ्याल्कनको म्युजियम यो रहेछ अल्कनास। मैले एकपल्ट युट्युबमा हेरेको थिएँ, यही रहेछ। कस्तो छ? यही देखेको, यही हेरेको मैले यसमा नि युट्युबमा।
भेट क्लिनिक रहेछ यो चाहिँ फ्याल्कनको लागि नै रहेछ अस्ति रेस्टुरेन्ट्सहरू रहेछ टेस्टी स्ट्रेट शेक्सपियर स्ट्रीट रहेछ वाउ मजा मजाको छ जग्गाहरू चाहिँ यो जग्गा चाहिँ हप्तामा एक खेप घुम्नु पायो भने मजा आउँछ नि मन शान्ति हुन्छ क्या माइन्ड रिफ्रेस ग्रिन एरियाहरूतिर आउँदा मजाले खतरा छ डबल बस छ नि आयो हामी त कतारा बिच लेक गोयल कताबाट हो केताबाट हो आमा खतरा छ त बिच पार्टीहरू पनि हुन्छ नि यहाँ कत्रो लामो रहेछ त्यो हुन्छ नि केरलातिर अस्ति वर्ल्ड कपको यहाँ स्क्रिन लगाएको छ मामिक कता टेलिभिजन सिनेमा खतरा खतरा छ तपाईँहरूले फोनमा मात्रै देखेर त अलिकति राम्रो देख्दैन होला होइन यहाँ आफ्नो आँखाले देखेको चाहिँ हुँदैन है तपाईँहरू पनि आउनु भयो घुम्नु होइन टाइम पायो भने घुम्नु पैसा छ ए मजा आउँछ किड्सहरूको लागि प्लेको राम्रो छ निकै सप्रेको रहेछ यताको अब चाहिँ हामी यहाँ घर जाँदैछौँ अब बेसी घुम्यो अब गएर रेस्ट गर्नुपर्छ हल्का होइन खानासाना बनाउनुपर्छ अनि ठिकै रेस्ट गर्नुपर्छ त म तपाईँहरूलाई रुममा गएर भेट्छु अब हामी रुम पनि आइपुग्यो तपाईँहरूलाई के भन्नु चाहिँ आज घुमेर कस्तो लाग्यो इन्जोयमेन्ट त्यस्तो थाकेन ज्यादा त घुमेन होइन तर हल्का अब टाइम पनि थिएन अब त्यही हो नेक्स्ट टाइम फेरि हामी अर्को लोकेसनमा जान्छ सपोज अब हामी सबै तिनजनाको सबै एउटै टाइममा भयो भने भाइले अब भाइ हो मेन त अब हामी त पछि हिँड्ने मात्रै हो तपाईँ के भन्नु छ ल यति भन्दै मेरो ब्लग यता एन्ड गर्दैछु तपाईँलाई राम्रो लाग्यो भने सब्सक्राइब नगरिदिनु नबिर्सिनु होला यति भन्दै मेरो ब्लग यता एन्ड गर्छु बाई बाई सी यू इन द नेक्स्ट ब्लग